पिताम्बरले बारागाउँको रेकर्ड तोड्ला त। नेपालको फिल्म उद्योगमा अहिले एउटा ठूलो चर्चा छ। पिताम्बर के यो फिल्मले बारागाउँ जस्तै ऐतिहासिक सफलता हासिल गर्न सक्छ कि झन अगाडि बढेर नयाँ रेकर्ड तोड्ने छ? बारागाउँ यो फिल्मले बक्स अफिसमा धमाका मचायो। नेपाल भर हाउसफुल शो, दर्शकको अपार माया र ऐतिहासिक कमाई। तर अब पालो पिताम्बरको क्रेज कतिको छ? ट्रेलर, गीत र पोस्टरले दर्शकको मन तानिसकेको छ। फिल्मको स्टार कास्ट, जबरजस्त कथावस्तु र एक्सन प्याक्ड सिनहरू दर्शकलाई हलसम्म तान्न सक्छन्। तर के यो बारागाउँको जस्तै मौलिक कथा लिएर आएको छ वा यो फिल्मसँग फ्रेश कन्टेन्ट छ जुन दर्शकलाई नयाँ स्वाद दिन सक्छ? विशेषहरू भन्छन् यदि फिल्मको वर्ड अफ माउथ पोजिटिभ भयो भने पिताम्बरले आरामसँग 10 करोड पार गर्न सक्छ। तर नकारात्मक प्रतिक्रिया आयो भने बिजनेसमा असर पार्न सक्छ। त्यसो भए के पिताम्बरले बारागाउँको रेकर्ड तोड्ने छ? यसको उत्तर ओपनिङ विकेन्ड पछि मात्र थाहा हुनेछ। तपाईँ के सोच्नुहुन्छ? तपाईलाई पिताम्बर कतिको आशाजनक लाग्छ? कमेन्टमा आफ्नो विचार राख्न नबिर्सनुहोस्। यस्तो रोचक अपडेटका लागि च्यानललाई सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस् र साथीहरूसँग सेयर गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय सिनेमा। अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो।